अब तिमीले बिहे गर्नुपर्छ। छोरीले माइत बस्नु हुँदैन, माइतीको बोझ भइन्छ। मामु, मलाई एउटाले धोका दियो भन्दैमा मैले फेरि अरूलाई कसरी धोका दिन सक्छु? म पनि त आमा भइसके। मलाई पनि हजुरलाई जस्तै आफ्नो बच्चाको भविष्यको चिन्ता छ। सुन, तिम्रो बच्चा मेरो पनि मुटुको टुक्रा हो। मलाई पनि माया लाग्छ आफ्नो रगतको। म तिम्रो बच्चालाई हुर्काइदिन्छु, बढाइदिन्छु, पढाइदिन्छु। एउटा ठुलो घरको कुरा आएको छ। विराटनगरमा दरबारै जत्रो घर छ रे। ठुलो कुल खानदान, एउटै मात्रै छोरा हो रे। धन सम्पत्ति जग्गा जमिन प्रशस्त छ रे, बाँडेर पनि नसकिने। बरु पहिला उसलाई अलि सन्चो थिएन रे, अहिले अलि राम्रो हुँदैछ रे। मैले त हुन्छ भनेर पठाइदिएँ। तिमीले आफूलाई सम्हाल ताकि सुत्केरी जस्तो नदेखियोस्। मामु, हजुरले मलाई जन्माइस्यो, हुर्काइस्यो, तर मेरो कर्ममा जे लेखेको छ म भोग्न तयार छु। तर मेरो बिन्ती छ, मलाई बिहा गर्न नबन्सियोस्। प्लिज मामु, प्लिज। पहिले हामीले भनेको नमान्दा तिमीले बाबुको लास देख्नु पर्यो। फेरि अहिले मेरो लास हेर्ने कोसिस गर्दैछौ। तिमीले मलाई तडपाई तडपाई मार्न खोज्दैछौ। मार। तिमी बाउ मार्न आएकी रहेछौ, आमा मार्न आएकी रहेछौ। तिमीले मलाई मार, मार। तिमी बाउ आमा मार्न जन्मेकी रहेछौ। मार।